हेलो अनि गुड इभिनिङ एभ्रिवान, वेलकम टु माई मिनी ब्लग। आज चाहिँ मिनी मात्रै हान्नु गइरहेको छु किनभने आज चाहिँ म कहाँ जान्छु भन्दाखेरि एयरपोर्ट। किन भन्दाखेरि हाम्रो दिदी आरती दिदी अनि यता बुनु डनलाई पुऱ्याउनलाई म जाँदैछु एयरपोर्ट। अनि हामीसँग हुनुहुन्छ भेना पनि। भेना चाहिँ कता जानुभयो? भेना चाहिँ लादाले यतै बाहिर हुनुहुन्छ, भेनाले उयो गर्दै हुनुहुन्छ। अनि लगेजहरू चाहिँ यतै बुनुको लगेज, दिदीको लगेज अनि यो ह्यान्डब्यागहरू चाहिँ यतै रेडी भइसकेको छ। अब चाहिँ हामी निक्लिन आँटेको। टक्कसँगले निक्लेपछि हामी बाटोमा के कस्तो रमाइलो गर्छौँ, के कस्तो देखाउँदै जान्छौँ सुन्ने भयो। यी टक्कसँगले लाउँदैछ थोप्रामा। ल दिदी अब कस्तो फिलिङ भइरहेछ अब नेपाल जानु पाउँदा? के दल्नु भएको थियो? ल है त ल, तपाईँ भन्नुहोस् एक्साइटेड हुनुहुन्छ है? ल ल ल है त साथीहरू, अब चाहिँ हाम्रो अब यहाँ अलेनदेखि एयरपोर्टसम्मको यात्रा चाहिँ सुरु हुन गइरहेको छ। अब लगेजहरू यहाँ हाल्छौँ। हाम्रो गाडी रेडी भइसकेको अवस्थामा ढ्यान्टान जानकारी गराउनु चाहे लगेज चाहिँ सानो सानो यो चाहिँ ह्यान्डब्याग हो। अब यहाँ हामी लगेज चट्टसँगले हाल्छु। म जान्छु कहाँ? सिधै एयरपोर्ट गाइज। ल है त यहाँ ठुलो खाले 7 सिटर छ, लगेज नअट्ने भएर। ल है गाइज हामी चाहिँ अब लागिसक्यौँ चट्टसँगले। कहाँ भन्दाखेरि एयरपोर्ट। यता पछाडि हुन्छ हाम्रो सेलिब्रेटीहरू, भेना दिदी यता, डन चाहिँ यता छ है पुरा खुट्टामा पुरा एसी लाउँदै। अब हामी चाहिँ जान्छौँ। बाटोमा के हुन्छ चट्टसँगले हेर्नु होला। अलिअलि बनाउने क्या बाटोमा, अलिअलि बनाऊ। सेलिब्रेटीहरू हुन्छ यता, कोक्सहरू स्न्याक्सहरू आइसकेको छ। अब हामी जान्छौँ सिधै नन स्टप। अब चाहिँ त्यहाँ गएर एक दुई जग्गा देखाउँछु, त्यसपछि चाहिँ हामी अनलाइन फर्किनु पर्ने हुन्छ होइन बुनु? आम्बो पुरै राम्रो मलाई आउँदैन है। मान्छेहरू जान लागेको छ, सो त्यसैले जानुको लागि तयारी हुँदैछ हाम्रो चाहिँ होइन। सरिता हेरिदिनु न हो, हेरिदिनु होइन यस्तो नगरौँ न। ल है बुनु चाहिँ अब जाँदैछ। बुनु है त हामी चाहिँ अब अहिले यहाँ चाहिँ ठ्याक्कसँगले अब बेलुकाको डिनर भने पनि जे भने पनि त्यही गर्नलाई हामी रोकेको छौँ। पूजा र सानो सुनिता खुच्ची चाहिँ गइरहेछ उता बाथरुम। हामी चाहिँ फर्किँदैछौँ दिदी र बुनुलाई पुऱ्याएर। भेना यता हुन्छ। भेना कस्तो फिल भइरहेछ नि अहिले? नर्भस फिल भयो? अब दिदीलाई भेट्नु कहिले जानुहुन्छ छुट्टीमा पछि? ल ठिक छ एकदमै। बिहानलाई पनि एकदम नरमाइलो लागिरहेको छ। अब हामी चाहिँ यहाँ सिधै यो बाटो हुँदै जान्छौँ, यताको बाटो। फाइनली हामीले बुनुलाई दिदीलाई एयरपोर्ट पुगाएर पनि फर्क्यौँ। अनि यसको साथमै गुड नाइट भन्दै सबैजना सामु बिदा हुन चाहन्छु। हस्त नमस्कार। अब फेरि अर्को भिडियोमा भेट्नुपर्छ। धन्यवाद।